यसपालिको हाम्रो यो दबाई लाउने कार्यक्रम हुँदैछ, हेर्नु होला। यसरी हान्ने हो दबाई। यो अडाउने औषधि हान्दै हो। दुई यो मुखदार बोर्डलाई हो, यसरी हान्नुपर्छ औषधि। यस्तो छ अवस्था। राम्ररी घोलिस के? ओइ घोलिस दबाई घोल्ने हो। अस्ति मैले हेरेको त हेरिस् नि त। अन गरिदिउँ? हला नगर एकछिन यहाँ। पानी पऱ्यो भने त फेरि खतम हुन्छ त केटा। सुरु स्टार्ट गरिदिउँ? फुसुसुसु हाने। ए जोडेको त छैन यहाँ। त्यही त नि, पस्दैन नि त यो हाम्रो सुन्दरताकोलाई। ल लो यसरी चाहिँ चस्मा लाएर, मास्क लाएर, रेनकोट लाएर हाम्रो भतिजले हान्दैछ दबाई। गाइजहरू हेरौँ है। मेटल मुखदारकोलाई अडाउने औषधि हानिँदैछ। ल ठिक छ। हाम्रो दर्शक पनि आउनु भएको छ यहाँ, सुन्दरजी हेर्नु हुँदैछ। विथ प्रोटेक्सन। ओए हुडी त माथि लगा न, टोपी पनि लगा न टाउकोमा। अब यो सकेर फेरि अर्को बोटमा हान्नु पर्नेछ। यो बोटमा हान्नु पर्नेछ। ल अर्को बोटमा हान्नु पर्नेछ। यसरी हान्नुपर्छ औषधि। फुसुसु हाने, नजिक चाहिँ टाढोमा चाहिँ अलिक बरु उ गरेर हान्नु। उतापट्टि चाहिँ तलै उतैबाट गएर हान्नुपर्छ होला त्यहाँ बाटोपट्टि चाहिँ। के हाल्ने रे? तिमी पनि भन। औषधि हान्दैछ गणेशले। चेस्टमा लगाएर म हेर्दैछु। मास्क लाएर पुरै व्यवस्थित तरिकाले मजाले भुसुसु भिजोस् है। हाम्रो प्रोटेक्सन सहित छ हाम्रो भतिज।
हाम्रो गणेश भतिज ल हेर्नुहोस् यो चट्ट यो मेसिनले 20 लिटर घोलेर हानिँदैछ। यसरी चाहिँ दानामा औषधि हानिँदैछ। यो साल खतरै फल्दियो भने त अब राम्रै हुन्थ्यो। सुन्दर दाइको 2 शब्द केही बोलिदिनुस्। ए राम्रै फल्दैछ, राम्रो होस्। अनि गणेशले हान्दैछ मास लगाएर, म रङ्गित हेरिदिँदैछु। ओके, खुसी अलि छु। ल ठिक छ। यसरी हान्नुपर्छ पुरा। अलिक काम अब यस्तो रुखमै चढेर हान्ने हो, अलिकति रिस्की चाहिँ रिस्की नै हो काम मेरो। तर भतिज ठिक छ, यो रुखमा चढ्नु सिपालु छ कि भतिजले हान्छ। जे होस् हेर्दैछ मुख दरहरू कतिको छ भनेर। यसो त फुलमै पनि चिन्छ नि त हाम्रो भतिजले, चिनिहाल्छ। अब अर्को बोटमा एकछिन पछि हान्ने हो। मुखदार कस्तो हुन्छ भनेर चाहिँ म अर्को भिडियोमा पछि दाना लागेपछि देखाउने छु। ल हेर्नुहोस् फेरि हाम्रो सुन्दरजीको केही 2 शब्द। राम्रो फल्न आँटेको छ, फुलहरू फुल्दैछ। अब फुलबाटै थाहा भइसक्यो। यसो दाना नि लागिरहेछ, राम्रै छ है। ल ठिक छ। यसरी सबैतिर मिलाएर हान्नुपर्छ, मिलाएर हान्ने। यसरी सबैतिर झ्याप्पसँगले ठ्याक्कसँगले। कुन्ना चाहिँ खोजी हान्नुपर्ने हुन्छ। स्टोरी कुना खोजेर हान्नुपर्ने हुन्छ। यो हेर्नुहोस् दबाई छिट्टै छ। यहाँबाट बुटुङटुङ गनले यहाँसम्म आइपुगेछ छिटा। हाम्रो सुन्दरजी अलरेडी दर्शक हुनुहुन्छ यहाँ, हेर्दै हुनुहुन्छ। सक्यो त्यता त्यो बाटोपट्टि हानिस्, तल्लोबाट हान्ने। ल अब बाटोपट्टि हान्ने हो। के अरे ए सक्यो त नि दबाई त। 10 लिटरले पुगेको नि तल्लोमा। 10 लिटर बनाउनु त हल्का हानु नि तल्लोमा सर्नु।
कुटे ओ नेलम त हाम्रो कुटे देखेको होइन कुटे ओ त्यो तेरो होइन त हेर त मुनि झरेर हानिँदैछ यो मुनि नभेटेको ठाउँतिर हानिँदैछ यी र हाम्रो यी दबाई हान्ने भतिजे हो घरिघरि अब तल्लो बोटको लागि हाम्रो यो बोट हानिसक्यो अब तल्लो बोटको लागि हाम्रो भतिज चढ्दैछ रुखमाथि हेर्दैछ मुखदार छ कि छैन भनेर पनि होइन माथि चढ्दैछ हाम्रो भतिज चढेकै छ माथि त्यस्तो रुख चाहिँ ठिक्क यो टुप्पो भाँचेर सानो बनाएको छौँ तल्लो बोटमा अब हान्दैछ हाम्रो भतिजले बहुत सर्ट हेर्नु होला हान्दैछ यहाँ सर यी अङ्गुर पनि फलिरहेछ हाम्रो अङ्गुर यी यतापट्टि हो हाम्रो अहिले हान्दै गरेको बोट चाहिँ यसमा हान्दैछ स्प्रे गर्दैछ पुरा होइन यी हेरौँ स्प्रे गर्दैछ स्प्रे पुरै भेट्यौ कहाँ चाहिँ पऱ्यो त तिम्रो घरमा कोदालो छैन ओ हाम्रो दर्शक बिनु त्यहाँ हेर न मजाले यता वरिपरि यहाँ तल यता डिलमा यताबाट त्यहाँ छैन बाटो यहाँ यता यो हेर छ अब यो अन्तिम हाँगामा हानिँदैछ अन्तिम हाँगामा